अहिले यति अग्लो बिल्डिङको तल बसिरहेको छु होइन, सबभन्दा तर ग्राउन्ड फ्लोरमा बसिरहेको छु म होइन। तर यहाँ माथिको ग्राउन्ड फ्लोर तपाईँहरू हेर्नु सक्नुहुन्छ, यताको हेर्नुहोस् त भ्यू। हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। आयो त वर्ष 12 सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाक छु भन्नुपर्छ। आज चाहिँ म खास कहाँ आएको भन्दाखेरि चाहिँ म चाहिँ आज घर जानु लाग्छु। खास म हिजो घर जाने भनेको होइन, तर यहाँ चाहिँ म दाइहरूलाई भेट गर्न आएको। मम्मीहरू हुनुहुन्थ्यो अनि भाउजूहरू यताउता सबैजना हुनुहुन्थ्यो, त्यही भएर म यता भेटघाट गर्न आएको। सो फाइनली म यता सुरत चाहिँ पुग्दाखेरि अनि सिमै थिएन, बाटोमा धेरै कन्ट्याक्टहरू गर्नु पऱ्यो। अनि त्यहाँबाट बल्ल तल्ल अटोवालाले 3-4 राउन्ड घुमाइ पुऱ्याइदियो। अनि यो चाहिँ मेरो कान्छो हो, अनि मेरो दाइको छोरा हो। कस्तो क्युट छ होइन, थोरै मोटो छ होइन। मान्छे चाहिँ मान्छे चाहिँ लास्टै क्युट छ भन्नुपर्छ। अनि यतातिरको माहौल चाहिँ यस्तै हो। बिहान सोसाइटीतिर लाग्नुको कारण चाहिँ खासमा यस्तो हुँदो रहेछ कि बिहानै उठ्ने होइन, बिहानै उठेर चाहिँ यसरी यहाँ चाहिँ चट्ट पोछा हान्नुपर्ने, अनि सिडीहरूमा झाडु पोछा हान्नु पर्दो रहेछ। अनि पानीहरू यताउता खोल्ने, यहाँ चाहिँ पानीको ट्याङ्की रहेछ क्या, यो चाहिँ पानीको ट्याङ्की रहेछ होइन। यहाँ पानी सानी खोल्नु पर्ने रहेछ। हेर त हाम्रो कान्छो, लैजा त लैजा उठ यसलाई उठ ल म लगिदिन्छु ल। अनि यस्तै सोसाइटीको काम यस्तै हुँदो रहेछ, हल्का कामहरू हुँदो रहेछ। अनि एकदम रमाइलो लाग्यो यतातिर आएर भेट्दा। कहाँ राख्ने कान्छ यसलाई कहाँ राख्ने रे, यही राखिदिने। अनि यो कहाँबाट लिएर यो बिचै बाटोमा ठिक छ, एकदम रमाइलो भयो भन्नुपर्छ। अनि आज चाहिँ यतै बस्ने अरे, अनि भोलितिर चाहिँ म यहाँबाट हिँड्ने हो होइन। अघि चाहिँ मैले गइदिएको यतातिर चाहिँ दाइलाई एक्लै काममा भार पार्ने होइन। अनि आजको दिन भयो थोरै हेल्प गरिदिउँ भनेर गएको उता। अनि अहिले उसले पोछा हानिरहेको छ र ठिकै छ। यहाँ इन्डियामा आएदेखि चाहिँ होइन, तपाईँहरूलाई एउटा कुरा चाहिँ मलाई देखाउन मन लागिरहेको थियो कि नेपालको जस्तो चाहिँ यतातिर चाहिँ है केही छैन कि। नेपालको जस्तो वातावरण सायदै नेपालको जस्तो होला होइन, तर चाहिँ नेपालको जस्तो चाहिँ यहाँ केही छैन। हेर्नु त, म अहिले यति अग्लो बिल्डिङको तल बसिरहेको छु होइन, सबभन्दा तर ग्राउन्ड फ्लोरमा बसिरहेको छु म होइन। तर यहाँ माथिको ग्राउन्ड फ्लोर तपाईँहरू हेर्नु सक्नुहोस्, यताको हेर्नुहोस् त भ्यू। यस्तो छ क्या भ्यूको हालत, यस्तो छ होइन। नेपालमा यस्तो बिल्डिङ होइन कसले कहाँ देख्नु भएको छ। यो चाहिँ कमेन्ट होइन, यो भिडियो पुरा हेर्नुभएछ भने होइन तपाईँहरूलाई देखिनेछ। यस्तो कमेन्ट गर्नु होला कि तपाईँले नेपालमा चाहिँ यस्तो बिल्डिङहरू कहाँ देख्नुभयो, कुन जिल्लामा देख्नुभयो। यस्तो बिल्डिङ सायद कोही ठाउँमा होला होइन, त्यस्तो धेरै नै छैन है। फेरि यसरी यहाँको जस्तो हुन्छ नि त, यहाँको जस्तो यसरी बथान भेडा बाख्रा हुले यसरी छैन नि त नेपालतिर बिल्डिङहरू। अब भएको भनेको एउटा चाहिँ धरहरा हो सबैभन्दा अग्लो, अनि भ्यू टावर भयो के भन्छ। अनि तिनी भ्यू टावरहरूसँग ठुल्ठुला बिल्डिङहरूको कम्पेयर गरेर त हुँदैन हेर्नु होइन। हेर्नु यस्तो नजारा छ कि इन्डिया चाहिँ जे भए पनि कहाँदेखि कहाँ पुगिसक्यो होइन। नेपाल चाहिँ यस्तो अवस्थामा चाहिँ पुग्ला भन्ने चाहिँ अब लाग्दैन कि अझै पनि। पुग्ला होइन, नपुग्ने होइन। अब राम्रो नेताहरू आइरहेछन्, अब पछिल्लो आउने टाइमहरूमा विकास गर्ला नि। तर यति छिटो चाहिँ अझै विकास हुँदैन कि नेपालमा। अझै यतिको ठुलो कामहरू कन्स्ट्रक्सनहरू चालु हुनलाई चाहिँ अझै धेरै वर्षहरू लाग्छ होला जस्तो लाग्छ कि। खासमा म चाहिँ होइन, यहाँ चाहिँ खास दाइलाई मात्र भन्दा पनि यता ठुलमम्मीहरू, मेरो मम्मीको दिदीहरू हुनुहुन्थ्यो, उहाँलाई पनि भेट्न आएको होइन। अब भनौँ अब एकछिनपछि म जान्छु, उहाँ ठुलमम्मीहरू सबैजना ड्युटीमा हुनुहुन्छ अरे। तर म चाहिँ अझै पनि यो भ्यूले चाहिँ मलाई अझै पनि मन एकदम लट्ठाइरहेको छ कि। हेर्नु न, यो भ्यूले चाहिँ म यहाँदेखि यतितिर काम लागेर यतितिर बस्ने हो कि भन्ने पनि लाग्थ्यो। तर अब ठिकै छ, केही छैन। एकछिनपछि ठुलमम्मीलाई भेट गर्न जान्छु, अनि त्यहाँदेखि चाहिँ एक बेलुकातिर सामान किनेर अनि घरतिर फर्किने तयारी, ब्याग प्याक गरेर चाहिँ अब रेडी भएर जानुपर्छ। म चाहिँ अहिले ट्याक्कै हाम्रो ठुलमम्मीको रुमदेखि ट्याक्कै बाहिरपट्टि पुगिसकेको छ। अनि ठुलबा चाहिँ बस्नु भएको रहेछ, ठुलमम्मी चाहिँ ड्युटी जानुभएको रहेछ। अब ठुलमम्मी चाहिँ राति बेलुका नै आउनुहुन्छ अरे, डाइरेक्ट एकैपटक बिहान 8 बजीदेखि बेलुका 8 बजी होइन, बेलुका 8 बजी। अनि हाम्रो दिदी पनि यहाँ माथि बस्नुहुन्छ अरे क्या, माथि फ्ल्याटमा बस्नुहुन्छ अरे। अनि दिदीहरू पनि त्यही टाइममै बेलुकाकै टाइममा आउनुहुन्छ अरे। अब ठुलबासँग त भेटघाट भयो, बसाइ भयो। अब दिनभरि बस्न नि अल्छी लाग्छ, कामसाम केही छैन। उतादेखि काम छोडेर आएको, अनि उता भेटघाट गर्न आएको, त्यही हो। अब बेलुकातिर यता कता मार्केट लाग्छ अरे। अनि मार्केट लाग्यो भनेपछि चाहिँ त्यहाँ चाहिँ
क्या मार्केटमा के मिल्छ अब त्यही त होला मलाई अब सामान घर पठाउने सामानहरू चाहिँ यतादेखि मलाई थोरै बनाएर दिनुहुन्छ भन्ने विचार हो। अनि त सामान बनाइसकेपछि चाहिँ म चाहिँ भोलि बेलुका चाहिँ म यहाँदेखि निस्किन्छु होला होइन। भोलि बेलुका यहाँदेखि निस्किन्छ अनि भोलि दिउँसो यहाँदेखि निस्किन्छु अनि बेलुकाको गाडी चढेर अनि यहाँबाट चट्ट सुरतलाई बाई बाई भनेर नेपालतिर फर्किन्छु र त्यसपछि भोलि चाहिँ गाडीको भिडियोहरू चाहिँ पटक्कै आउँदैन होला किनकि फोनमा चार्ज कम हुन्छ र बेला बेला फोन चार्ज लगाउनु पर्छ। सो त्यसको लागि चाहिँ भिडियोहरू बनाउँदैन होला म। सो घरतिर गएपछि चाहिँ नयाँ नयाँ भ्लगहरू बनाउँछु। सो यति कुराहरू गर्दै चाहिँ आजको मिनी भ्लग चाहिँ यही नै खतम हुन्छ। सो नेक्स्ट भिडियोको लागि एकदम तयारी भएर बसिदिनु होला र जो साथीहरू नयाँ हुनुहुन्छ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र धेरै धेरै माया छ। बाई बाई।